एउटा आमा चरा र उसको बच्चाहरू टाढाबाट उड्दै आइरहेको थियो। खोलाको किनारमा उसले दुईटा ठूला रुखहरूलाई देख्छ। आमा चराले एउटा रुखको हाँगानिर गएर सोध्छ, के हामी तिम्रो हाँगामा गुड बनाएर बस्न सक्छौँ? तर त्यो रुखले उनीहरूलाई बस्न दिँदैन। चराहरू उडेर अर्को रुखलाई गएर सोध्छ। अर्को रुखले उनीहरूलाई बस्नको लागि स्वीकृति दिन्छ। आमा चराले त्यहाँ खुसी साथ गुड बनाउन थाल्छिन्। केही समयपछि त्यहाँ ठुलो पानी पर्न लाग्यो। नदीमा बाढी आउन थाल्यो। अगाडिको रुख चराबाटै उखेलिएर बाढीमा बग्न लागेको देखेर चराले भन्छ, तिमीले हामीलाई त्यो बेला बस्न नदिएको नतिजा हेर त अहिले। तर त्यो बग्दै गरेको रुखले भन्छ, मलाई थाहा थियो म कमजोर भइसकेको छु। भविष्यमा तिमी र तिम्रो परिवारलाई कुनै खतरा नहोस् भनेर मैले बस्न नदिएको हुँ। हाम्रो वास्तविक जीवनमा पनि यस्तै धेरै पटक भएको हुन्छ। जब कसैले हामीलाई कुनै कुरा वा अवसरको लागि नाइ भन्छ, हाम्रो इगो हर्ट हुन्छ र धेरै पटक त हामीले त्यो मान्छेसँगको सम्बन्ध नै तोड्छौँ। तर हामी यो जान्न चाहँदैनौँ कि हामीलाई त्यो मान्छेले किन नाइ भन्यो होला भनेर। जिन्दगीमा कहिले पनि उसको वर्तमान देखेर मात्र उसको निर्णयलाई जज गर्नु हुँदैन। उसले त्यो कुरा भन्नुको पछाडि कुनै ठुलो कारण पनि हुन सक्छ।